हेलो साथीहरू, आज चाहिँ न्यू एपिसोड लिएर आउँदैछु फेरि पनि तपाईँहरूको सामु आयो। सबै सन्चै हुनुहुन्छ होला। म चाहिँ अलिअलि सन्चै छु, अलिअलि बिरामी छु है। आज चाहिँ मैले एउटा दामी फुल देखेको होइन त पनि, त्यो माथि पनि गुलाबको। धेरै दिन भयो गुलाबको फुलहरू देख्न नपाएको। आज फाइनली आज गुलाबको फुल पनि भेटियो होइन। कस्तो दामी लाग्ने रहेछ है, त्यो पनि लोकल भनौँ न, यहाँ घरको जस्तो त हुँदैन परदेशमा। पुरै फुल चाहिँ हुने रहेछ, चारपाते फुल हुने रहेछ होइन। यहाँ चाहिँ टक्क मैले चाहिँ एउटा निकालिहालेँ, अब कानमा लगाउने यसलाई एउटा फुल टक्क होइन। कस्तो दामी देखिरहेको है। साथीहरू कमेन्ट चाहिँ गर्नु नभुल्नु होला है, फेरि कस्तो दामी है। टक्क हेर्नु पछाडि पनि कस्तो दामी होइन। जस्तो कि हाम्रो घरतिर बस्तर पो हुन्छ त्यस्तो फुल भयो भने कति दामी देखिने थियो। त्यो पनि अलिक पहाड साइड भयो, जङ्गल साइड यस्तै हुन्छ पहाड लेकतिर होइन। अब घरतिर भएको भए हुन्थ्यो होला सायद राम्रै फुल, तर चारपाते फुल पनि एकदम दामी छ कि। कस्तो लोडी होइन। टेन्सन चाहिँ नगर्नु होला साथीहरू, त्यस्तो डर चोट त लागेन, अलिअलि लाग्यो होला। अहिले चाहिँ भिडियोको कारणले पीडा चाहिँ भएको छैन। फाइनली अहिले चाहिँ म टिएफको माथि पुगिसक्यो होइन। जानेर 3 साइड चाहिँ त्यहाँनिर, यहाँबाट यस्तो बवाल भ्यू देखिन्छ नि सबै यहाँबाट होइन। जब कि बाह्र लाउँछ त्यसपछि यहाँ त यस्तो भिड लाग्छ नि भिडियो बनाउनको लागि। त्यही भएर मैले यहाँबाट नि भिडियो बनाइदिउँ भनेर बनाएको। कतिखेर फुलसुल लगाएर होइन टक्क हाँसेर पनि भिडियो बनाउनु पर्छ भनेर एउटा भिडियो बनाइहालेँ होइन टक्क। अब चाहिँ माथि यस्तो बादलहरू आइरहेछ होइन, बादल भन्छन् हाम्रोमा, यहाँ अरूकोमा के भन्छन् खै। यस्तो दामी तरिकाले आइरहेको हेर्नु त, सिन पनि यति दामी। यहाँ घोडाहरू पनि कस्तो दामी तरिकाले एक साइडबाट हिँडिआएको छ होइन। टक्क म पनि यहीँ पछाडि हिँडिदिन्छु त्यो होइन। कस्तो दामी यहाँबाट माथिबाट होइन यात्रीहरू आउँदै रहेछ। मैले चाहिँ यहाँ टक्क केही कुराहरू तिमीहरूलाई सेयर गर्न चाहेँ होइन। केदारनाथमा अहिले चाहिँ दर्शन गर्न आयो भने पुरै खुल्ला छ, त्यो एकदम खुल्ला भनौँ न। यहाँ कोही मान्छेहरू छैन होइन। गयो सिधा दर्शन गऱ्यो आयो, यस्तो किसिमको आउट जाउट भएर आएको छ होइन। यहाँ म चाहिँ अहिले 7 किलोमिटरमा छु, केदारनाथमा चाहिँ 7 किलोमिटर माथि छ। म चाहिँ अहिले जानेछु छान्ने क्याम्प। अब यहाँबाट 3 किलोमिटर जति तलको चाहिँ टिएफ हो। मैले अहिले चाहिँ टिएफको माथि पुगिसकेँ। कस्तो भ्यू हेर्नु त टिएफको। मेरो दोकान चाहिँ त्यहाँ तल छ। मैले चाहिँ म माथि जानु लागेको अङ्कलकोमा। यहाँ हेर्नु न कस्तो दामी बाटोहरू पनि यस्तो छ केदारनाथको। अलि अप्ठ्यारै छ भनौँ न। त्यो नेपालको भन्दा त अलि राम्रै छ भनौँ। टुरिस्ट जति राम्रो हुनु हो त्यति राम्रो छैन क्या। टुरिस्ट एरिया हो, जति राम्रो हुनुपर्ने थियो त्यति राम्रो चाहिँ छैन। के पनि बाटो त यति पानी होइन, यति जानु जमिनमा दिनका दिन ओद्रिहाल्छ होइन। त्यो पनि एक किसिमले सही हो भनौँ, दिनका दिन लागिरहेको हुन्छन् होइन। त्यही पनि यतिको बाटो पनि धेरै राम्रो एक हिसाबले होइन। न्यु खच्चरको कारणले गर्दा केको कारणले गर्दा हो। हेर्नु त कस्तो दामी। यहाँबाट बादल पनि के देखिरहेको होइन। बादलको कारणले अहिले भ्यू चाहिँ अलिक कम देखिरहेको। अब बर्सातमा यस्तै हुन्छ, बर्खाको टाइममा होइन। साउनको महिना पनि लाग्न आँटिसक्यो। अब चाहिँ घाम देखेला भन्ने त कुनै दिन मात्र होला न होइन भन्ने कहिले काहीँ यस्तो हेर्नु त। यहाँ कस्तो दामी माथितिर यस्तो चट्टान छ होइन। म तल बिस्तारै हिँडिरहेको, डर लाग्छ कि मलाई यस्तोमा होइन। ठक्क अब मैले अगाडि घोडा पनि थियो यहीँ एउटा गडबालेको होइन। म त्यो घोडा समातेर जानेछु अगाडि। अब अहिले चाहिँ यहाँ हेर्नु न कस्तो नपाएर यस्तो एक्लै हिँड्नु पर्यो त होइन। के गर्ने अब। सो गाइज फाइनल्ली घोडा पनि भेटियो है। अब घोडामा यात्री पनि राम्रै रहेछन्। धेरैको महँगो त सवारी होइन, 1000 रुपियाँको एउटा सवारी हो। 3वटा सवारी पाइसकेका थियौँ। त्यो पनि एकदम रमाइलो लाग्यो। यहाँको भ्यू हेर्नु सक्नुहुन्छ साथीहरू, एकदम राम्रो के। एकदम राम्रो भनेपछि होइन टक्क हेर्दा पागल हुने खालको भ्यू के होइन। यतिसम्म दामी छ कि अहिले त बादल लागेको कारणले होइन भ्यू पनि अलि धेरै कम देखाइरहेको अवस्था होइन। हेर्नु त कस्तो दामी भ्यू देखिरहेको छ पछाडिपट्टि अगाडिपट्टि। फाइनल्ली घोडा समातेर पनि अब पुग्नै आँट्यो। कस्तो अगाडिको भ्यू हेरौँ होइन एकैछिन। फाइनल्ली साथीहरू प्रिपेयर काउन्टर पनि पुग्यो होइन। अब पर्ची काट्नुपर्छ यहाँ होइन।
पर्ची 1000 रुपियाँको अब हामीले पाउनेछौँ एक आधीबाट 850 रुपियाँ भनौँ न। यहाँ यो चाहिँ पर्ची काउन्टर हो अनि चाहिँ मैले भिडियो बन्द गरिदिएँ। अब चाहिँ यहाँ हेर्नु सक्नुहुन्छ साथीहरू माथिबाट कस्तो दामी भ्यू देखेर आएको। अहिले चाहिँ भिडियो यहीँसम्म हो। नेक्स्ट